नमस्ते साथीहरू, यहाँहरू सबैलाई स्वागत छ मेरो युट्युब च्यानलमा। मेरो नाम हो विष्णु प्रभा सापकोटा अनि मेरो काम हो सिक्ने अनि सिकाउने। आज म लोकसेवा आयोगको तयारी सुरुवात गर्नुभएका ती साथीहरू जसले अहिलेसम्म लोकसेवा आयोगको परीक्षा दिनुभएको छैन, अर्थात् लेख्न थाल्नु भएको छैन, उहाँहरूलाई लेखनसिप कसरी सुधार गर्ने भन्ने सन्दर्भमा 7वटा लेखनसिप सुधारका चरणहरूको बारेमा जानकारी दिनको लागि यहाँ उपस्थित भएको छु। यो नयाँ साथीहरूको लागि बनाएको भिडियो हो। यदि तपाईँको कोही आफन्त, तपाईँको भाइ बहिनी पनि भर्खरै लोकसेवा आयोगको तयारी थाल्नु भएको छ भने कृपया यो भिडियो उहाँहरूसम्म पुर्याइदिनुहोला, सामाजिक सञ्जालमा सेयर गरेर, ताकि उहाँहरूले पनि यो भिडियोबाट लाभ लिन सक्नुहोस्। लेखनसिपलाई अभ्यास गर्दै जाँदा समानान्तर रूपमा तपाईँले पाठ्यक्रमको अध्ययन गर्दै जानुपर्छ। पाठ्यक्रममा भएका विषयवस्तुको गहिरो अध्ययन हुनुपर्छ। पाठ्यक्रमलाई राम्रो तरिकाले नबुझेसम्म लेखेर पास हुन सकिँदैन। तथापि ब्रह्माण्डको सबै ज्ञान तपाईँसँग भए पनि जबसम्म तपाईँले त्यो ज्ञानलाई कपीको पानामा भर्न सक्नुहुन्न अथवा लोकसेवा आयोगले दिएको समयभित्र दिएको फर्मेटमा बसेर लेख्न सक्नुहुन्न, तबसम्म लोकसेवा आयोग पास गर्न कठिन हुन्छ। त्यसैले आज म लेखनसिप सुधारका 7वटा चरणको बारेमा तपाईँसँग चर्चा गर्नेछु। आउनुहोस् ती 7वटा चरणको बारेमा चर्चा गरौँ। सबैभन्दा पहिलो चरण हो आफ्नो गति थाहा पाउनुहोस्। लेखनको गति, लेखनको स्पिड पत्ता लगाउने। तपाईँ 1 मिनेटमा कति शब्द लेख्न सक्नुहुन्छ? कहिल्यै टेस्ट गर्नुभएको छ? लोकसेवा आयोगमा उत्तर लेख्दाखेरि तपाईँको स्पिड कति हुनुपर्छ के तपाईँलाई थाहा छ त? धेरैजसो साथीहरूलाई थाहा नहुन सक्छ। हामीलाई धेरै परीक्षाहरूमा हेर्दा के लेखिएको पाइन्छ भने 250 शब्दमा 5 नम्बरको प्रश्नको उत्तर लेख्नुपर्छ। हाम्रो छिमेकी मुलुक भारतमा पनि युपिएससीमा शब्द तोकेर उत्तर लेख्न भनिएको हुन्छ। हाम्रोमा त शब्द तोकेर प्रश्न त आउँदैन, तर 5 नम्बरको उत्तर लेख्न हामीसँग 9 मिनट समय हुन्छ। किनभने सामान्यतः 180 मिनटको जाँच हुन्छ। 1 नम्बरको लागि हामीसँग 1.8 मिनट गरेर 5 नम्बरको लागि हामीसँग 9 मिनट समय र 10 नम्बरको लागि हामीसँग 18 मिनट समय हुन्छ। त्यो मध्ये पनि 1 मिनट त प्रश्न बुझ्न, त्यसलाई फ्रेमिङ गर्न लाग्ने हुनाले 5 नम्बरको लागि 8 मिनट र 10 नम्बरका लागि 17 मिनटमा हामीले उत्तर लेख्न थाल्यौँ। त्यो खालको अभ्यास गऱ्यौँ भने पुग्छ। त्यसको लागि तपाईँले 1 मिनटमा कम्तीमा 30 देखि 35 शब्द लेख्नुपर्छ। सबैभन्दा पहिला तपाईँ 1 मिनटभित्र नेपाली अथवा इङ्ग्लिस जुनसुकै भाषामा पनि 30 शब्द लेख्न सक्नुहुन्छ कि सक्नुहुन्न, अथवा 30 देखि 35 शब्द लेख्न सकिन्छ कि सकिँदैन। पहिलो चरण यहाँबाट तपाईँको सुरुवात हुन्छ। पहिला आफ्नो स्पिडलाई टेस्ट गर्नुहोस्, थाहा पाउनुहोस् तपाईँसँग आवश्यक पर्ने स्पिड छ कि छैन। छैन भने यसलाई सुधार गर्ने प्रयत्न गर्नुपर्छ। या त थोरै शब्दमा धेरै कुरा बताउन सक्ने गरी आफूले तयारी गर्नुपर्ने हुन्छ। अब दोस्रो चरण हो गतिलाई नियमितता प्रदान गर्ने। आफ्नो लेखनको गतिलाई नियमितता प्रदान गर्ने भनेको तपाईँले 1 मिनटमा 30 देखि 35 शब्द लेख्न सक्नुभयो, द्याट्स फाइन। तर 1 मिनट मात्रै लेखेर हुँदैन नि। तपाईँले 3 घन्टासम्म 180 मिनटसम्म लगातार हरेक मिनट 30 देखि 35 शब्द लेख्न सक्नुहुन्छ कि सक्नुहुन्न। द्याट म्याटर्स अ लट। हामीमध्ये धेरैजसोको उत्तर सुरुका 2-3वटा प्रश्नको उत्तर एकदमै राम्रो, ह्यान्डराइटिङ पनि राम्रो हुन्छ। जब अन्तिममा हामी परीक्षामा पुग्छौँ त्यसपछि हाम्रो गति एक्कासी 1 गियरबाट 5 गियरमा पुग्छ। अक्षर लतपत हुन्छ। दिमागले सोचेको कुरा पानामा अभिव्यक्त हुँदैन। अनि सुरुमा लेख्ने मान्छे र अन्तिममा लेख्ने मान्छे, एउटै मान्छेको कपी पनि एउटैको होला जस्तो लाग्न थाल्छ। त्यसैले हामीले कम्तीमा 180 मिनटसम्म लगातार 1 मिनटमा 30 भन्दा बढी शब्द लेख्न सक्ने हामीसँग स्पिड छ कि छैन भन्ने कुराको ख्याल गर्नुपर्छ। यो अभ्यासबाट मात्रै प्राप्त हुन्छ। त्यसैले घरमा अभ्यास गर्दा केवल एउटा प्रश्नको उत्तर, 2टा प्रश्नको उत्तर लेखेर मात्रै पुग्दैन। धेरै प्रश्नहरूको उत्तर लेख्ने प्रयत्न गर्नुपर्छ। कम्तीमा पनि होल परीक्षाको उत्तर लेख्ने प्रयत्न 2-4 चोटि गर्नुभयो भने मात्रै यसबाट प्रतिफल आउन सक्छ। नम्बर 2, यदि तपाईँको स्पिड राम्रो बन्यो भने अब लागौँ तेस्रो चरणतर्फ। तेस्रो चरण हो एक्युरेसी, अर्थात् व्याकरणीय शुद्धता कायम गर्ने। लेखेर मात्रै भएन, स्पिडमा लेखेर मात्रै भएन,
तपाईको दिमागमा आएको शब्द पानामा पर्नु पर्यो, मात्रा पुग्नु पर्यो। कहिलेकाहीँ हामीले सोचेको एउटा, लेखेको शब्द अर्को हुन्छ, मात्रा पुगेको हुँदैन, आधा सेन्टेन्स लेखिएको हुन्छ, शब्दहरू बिचमा छुटेका हुन्छन्। त्यसैले हामीले 1 मिनेटमा 30 वटा शब्द लेख्दाखेरि कम्तीमा पनि पठनयोग्य शब्द, दिमागमा आएको शब्द पानामा उतार्ने गरी शब्दहरू लेखिएको छ कि छैन, व्याकरणीय रूपमा एक्सेप्टेबल छ कि छैन। भलै लोकसेवा आयोगको परीक्षामा सबै व्याकरणमा पोख्त हुनुपर्छ भन्ने त छैन, तपाईँको व्याकरण नमिल्दैमा तपाईँको नम्बर काटिने भन्ने त होइन। तथापि जुनसुकै भाषामा तपाईँले परीक्षा दिए पनि कम्तीमा तपाईँको उत्तर व्याकरणीय रूपमा सन्तुलित हुनुपर्छ, पढ्दा बुझिने खालको हुनुपर्छ, तपाईँले पढेको कुरा अर्काले पढ्दा अर्को अर्थ नलाग्ने हुनुपर्छ, पूर्ण हुनुपर्छ, मात्रा मिलेको हुनुपर्छ। तपाईँले आफ्नो व्याकरणीय त्रुटिहरू पहिलाएर त्यो व्याकरणीय त्रुटिहरूलाई सुधार गर्ने र व्याकरणीय शुद्धता कायम गर्ने कुरा तेस्रो चरणमा आउँछ। अब मानिलौँ तपाईँले आफ्नो स्पिड पनि तय गर्नुभयो, तपाईँले लेखेको आफैले पढ्दाखेरि पनि कहीँ मात्रा छुटेको छैन, ह्रस्व दीर्घ पनि ठिकठाकै मिलेको छ, पङ्क्चुएसन मार्कहरू पनि राम्रो तरिकाले लगाउनु भएको छ, वाक्यहरूको संरचना गठन पनि राम्रो तरिकाले भएको छ भने अब लाग्छौँ हामी चौथो चरणतर्फ। त्यो चौथो चरण हो शब्द भण्डारमा सुधार गर्ने। अब लोकसेवा आयोगको जाँच दिन बसिसकेपछि हरेक विषयमा आफ्नै टर्मिनोलोजीहरू हुन्छन्, हरेक च्याप्टरका केही विशिष्ट शब्दहरू हुन्छन्। ती शब्दहरूको अर्थ राम्रो तरिकाले बुझ्ने, त्यो सही शब्दलाई सही ठाउँमा उपयोग गर्नुपर्छ। जति धेरै तपाईँसँग शब्द भण्डार हुन्छ, जति धेरै तपाईँ त्यो विषयको टर्मिनोलोजीसँग ज्ञात हुनुहुन्छ अथवा ती टर्मिनोलोजीहरूलाई बुझ्नुहुन्छ, त्यति नै तपाईँको लेखन गहन भएर जान्छ, तपाईँको उत्तरमा गहनता आउँछ, तपाईँको उत्तर खदिलो बन्न थाल्छ। त्यसैले पढ्दै जाँदा प्रयोग हुने शब्दहरूको बारेमा राम्रो तरिकाले बुझेर आफ्नो शब्द भण्डारमा निखारता ल्याउनुहोस्, शब्द भण्डार बढाउनुहोस्, ताकि सबै आन्सरमा उत्तर लेख्दाखेरि त्यो च्याप्टरसँग जोडिएका टर्मिनोलोजीहरू सही ठाउँमा सही तरिकाले उपयोग हुन्। यदि तपाईँले शब्दहरूको सही तरिकाले अर्थ बुझ्न सक्नु भएन भने गलत ठाउँमा गलत शब्दको प्रयोग हुन्छ। त्यो बेला तपाईँलाई त ठिकै छ जस्तो लाग्न सक्छ, तर कपी चेक गर्ने मान्छेले यो विषय बुझेको हुन्छ। जस्तो मानिलिउँ तपाईँले नागरिक लेख्ने ठाउँमा व्यक्ति लेख्नुभयो भने आकाश र पातल फरक पर्छ, जनता लेख्ने ठाउँमा तपाईँले व्यक्ति लेख्नुभयो भने आकाश र पातल फरक पर्न सक्छ। त्यसैले शब्दको अर्थ के हो त्यो अर्थ बुझेर मात्रै हामीले प्रयोग गर्नुपर्छ। कुनै पनि दुईटा शब्दको समान अर्थ हुँदैन, उस्तै उस्तै अर्थ हुनसक्छ, उस्तै उस्तै अर्थ लाग्ने शब्दहरू हुन सक्छन्, तर समान अर्थ भएका शब्द हुँदैन। त्यसैले चौथो चरणमा शब्दको भण्डार बढाउने, शब्दको अर्थ बुझ्ने र सही शब्दलाई सही तरिकाले प्रयोग गर्न सक्ने बन्नु पर्यो चौथोमा। अब लागौँ पाँचौँ चरणतर्फ। त्यो पाँचौँ चरण हो लेखनको संरचना तयार गर्ने। धेरै जसो भाइ बहिनीहरू यही ठाउँमा आएर चुक्नुहुन्छ। लेखनको संरचना, तपाईँको आफ्नो संरचना हुनुपर्छ, आफ्नो स्पिड अनुसारको, आफ्नो सिप अनुसारको संरचना हुनुपर्छ। जस्तो मानिलिउँ मलाई परिचय उल्लेख गर्नुहोस् भनेर सोध्यो भने म के लेख्छु, मैले थाले नि गर्दा कसरी लेख्छु, मेरो सारांश लेख्दाखेरि मैले कसरी लेख्छु, सारांशमा मैले 3 वटा वाक्य लेखेँ भने पहिलो वाक्य के हुनेछ, दोस्रो वाक्य के हुन्छ, तेस्रो वाक्य के हुन्छ। प्रत्येकको आफूसँग संरचना हुनुपर्छ। मैले मेरो च्यानलमा परिचय खण्ड कसरी लेख्ने भनेर 3 अको सूत्र भनेर एउटा भिडियो राखेको छु। त्यो भनेको स्ट्रक्चर हो। मानिलिउँ मैले कुनै पनि विषयमा परिचय उल्लेख गर्नुहोस् भने म 3 वटा अबाट त्यसलाई सम्बोधन गर्छु। पहिला म अवधारणा लेख्छु, त्यसपछि अभ्यास के छ भनेर लेख्छु, त्यसपछि के अनुभूति गरेको छ सरकारवालाले भनेर लेख्छु। अवधारणा, अभ्यास र अनुभूति यो चरणमा, यो स्ट्रक्चरमा म परिचयलाई लेख्छु। यस्तो भयो भने तपाईँको उत्तरमा वाक्यहरू दोहोरिँदैनन्, एउटै आइडिया दोहोरिँदैन, फरकपना आउँछ, सिलसिलेवार तरिकाले तपाईँले उत्तर लेख्न सक्नुहुन्छ। त्यसैले जहिले पनि आफूले लेख्ने संरचना तय गर्नुपर्छ। प्रश्नको पछाडि भएका शब्दहरूलाई बुझ्नुपर्छ। विश्लेषण भनेको के, समीक्षा भनेको के, अवधारणा उल्लेख गर्नुहोस् भन्यो भने के लेख्ने, चर्चा गर्नुहोस् भन्यो भने के लेख्ने भन्ने विषयमा ध्यानपूर्वक अध्ययन गरेर शब्दको अर्थ खोजेर मैले यो तरिकाले यो प्रश्नको, यस्ता प्रश्नको यसरी
अभ्यास गर्छु, यस्तो प्रश्न सोध्यो भने म यसरी ट्याकल गर्छु भन्ने तपाईँसँग यु मस्ट ह्याभ योर वान स्ट्रक्चर। आफ्नो संरचना बनाउनुपर्छ। संरचना अर्काले बनाइदिएको संरचनामा लेख्नुपर्छ भन्ने छैन। तपाईँ आफैले पनि संरचना बनाउन सक्नुहुन्छ। आफ्नो शब्दको भण्डारको आकारको आधारमा, आफ्नो स्पिडको आधारमा, तपाईँसँग भएको ज्ञानको आधारमा एउटा संरचना तयार गर्नुहोस् र त्यो संरचनामा बसेर लेख्ने अभ्यास गर्नुहोस्। जस्तो मलाई चाहिँ समीक्षा गर्नुहोस् भनेर सोध्यो भने म के लेख्छु, पहिला म त्यो विषयको बारेमा 1-2 वाक्य लेख्छु, त्यसपछि त्यसका सबल पक्षहरूको बारेमा लेख्छु, त्यसपछि सुधार गर्नुपर्ने पक्ष के छन् भनेर लेख्छु र त्यसपछि म रिकमेन्डेसन लेख्छु, अर्थात् त्यसको मूल्याङ्कन गर्ने तरिकाले लेख्छु। सो द्याट इज माई वान वे। तपाईँले पनि आफ्नो तरिकाले स्ट्रक्चरहरू बनाउने र त्यो स्ट्रक्चरमा बसेर उत्तर लेख्नुपर्छ। उत्तर लेख्दाखेरि प्यारा बुलेटमा लेख्ने, छोटा छोटा प्याराग्राफ, छोटा छोटा वाक्यहरू, छोटा मिठा वाक्य, कम्प्लिट अर्थ दिने खालका वाक्यहरू बुलेटमा लेख्ने तरिकाले तपाईँले अभ्यास गर्न सक्नुभयो भने तपाईँको लेखन सिप निखारिँदै जान्छ। नम्बर 5, त्यसै गरी लेखन सिप सुधार गर्ने 6औं चरण हो नियमित अभ्यास गर्ने। हेर्नुहोस्, लेखन सिप भनेको जन्मजात कसैले पनि सिकेर आउने विषय होइन। लेखन सिपलाई अभ्यास बिना कहिले पनि सुधार गर्न सकिँदैन। होइन, म सबै कुरा जानेको छु, म परीक्षा हलमा बसेपछि लेख्छु भन्न थाल्नु हो भने तपाईँले कहिल्यै पनि राम्रो तरिकाले उत्तर लेख्न सक्नुहुन्न, उत्तर लेख्ने बन्न सक्नुहुन्न। त्यसैले उत्तर लेखनको लागि नियमित अभ्यासको जरुरी छ। मैले अघि भने नि, एउटा प्रश्नको अभ्यास, एउटा खण्डको अभ्यास र एउटा पुरै पेपरको अभ्यास, 3 तरिकाले अभ्यास गर्नुपर्छ। सुरुमा एउटा मात्रै प्रश्नको उत्तर लेख्ने अभ्यास गर्ने, त्यसपछि 1 खण्डको प्रश्न लेख्ने अभ्यास गर्ने, त्यसपछि पुरै पेपरको उत्तर लेख्ने अभ्यास गर्ने। अहिले त धेरै ठाउँमा मुक टेस्टहरू पनि हुने गरेको छ, त्यहाँ सहभागी भएर पनि अभ्यास गर्न सक्नुहुन्छ। हेर्नुहोस्, अभ्यास एउटा प्रश्नको अभ्यास गरेर मात्रै चाहिँ पुग्दैन। अघि नै मैले तपाईँलाई भनिसकेँ, तपाईँले 1 मिनटमा 30 शब्द लेख्न सक्नुहुन्छ होला, तर 180 मिनटसम्म लगातार प्रति मिनट 30 शब्द लेख्न सक्नुहुन्छ कि सक्नुहुन्न, द्याट काउन्ट्स, द्याट म्याटर्स। त्यसैले गर्दा नियमित अभ्यास गर्ने। नम्बर 6, अब लागौँ पास हुनुभन्दा अगाडिको अर्थात् अन्तिम 7औं चरणतर्फ। 7औं चरण हो पृष्ठपोषण लिनुहोस्। तपाईँले लेखेर राखेको जुन कपी हुन्छ, तपाईँले गरेको अभ्यास जुन हुन्छ, त्यो अभ्यासको पृष्ठपोषण लिने कार्य गर्नुहोस्। साथीहरूलाई देखाउँदा हुन्छ, आफैले पढ्दाखेरि पनि थाहा हुन्छ के कुरा पुग्यो के कुरा पुगेन भनेर। कहिलेकाहीँ तपाईँको सिनियर दाजुहरू हुनुहुन्छ भने उहाँहरूलाई देखाउनुहोस्। तपाईँले चिनेको कोही लोकसेवा पास गरेको सिनियर ब्रदर सिस्टरहरू हुनुहुन्छ भने उहाँहरूलाई देखाउनुहोस्। तपाईँ कहीँ कोचिङमा पढिरहनु भएको छ भने त्यहाँको शिक्षकलाई देखाउनुहोस्। धेरै पटक देखाउनु परेन, मैले सुधार गर्नुपर्ने 3टा कुरा के होलान् हजुरले भनिदिनु पर्यो। त्यो सुधारका लागि प्राप्त भएको पृष्ठपोषण, त्यो सुधारका लागि प्राप्त भएको फिडब्याकलाई मनन गर्नुहोस् र सुधार्ने प्रयत्न गर्नुहोस्। लेखेर राख्नुहोस्। तपाईँले पहिलो पटक लेखेको एन्सर र 10औं पटक लेखेको एन्सरमा आकाश र पातलको फरक हुन्छ। त्यसैले नियमित अभ्यास गर्ने र अभ्यासबाट पृष्ठपोषण लिने। अभ्यास गर्ने पाना चाट्ने फाल्ने होइन। अभ्यास गरेको प्रश्न साथीहरूलाई देखाउने, ग्रुपमा डिस्कसन गर्ने, आफैले हेरेर पनि आफैलाई पृष्ठपोषण दिने, आफूभन्दा सिनियरसँग पृष्ठपोषण लिने काम गर्नुभयो भने लोकसेवा पास गर्न तपाईँलाई कसैले रोक्न र छेक्न सक्ने छैन। हुन्छ त, आजका लागि यति नै। 0देखि पूर्णाङ्कतर्फको यात्रा लेखन सिपका 7 चरणको बारेमा आज हामी चर्चा गऱ्यौँ। यहाँलाई आजको भिडियो कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने कृपया लाइक, सेयर, कमेन्ट गर्न नबिर्सनुहोला। अर्को दिन अर्को भिडियोमा विष्णुप्रभा सापकोटा तपाईँको भेट अवश्य हुनेछ। तबसम्मको लागि विष्णुप्रभा सापकोटा ओझेल पर्छु। सफलताका रङहरूले यहाँहरूको जीवनमा सधैँ खुसीको इन्द्रणी पतिरहोस्। फेरि भेटौँला। नमस्कार।